ल हेर्नुस् है, अस्ति चाहिँ मैले पित्तल काटेको थिएँ। अनि अस्ति पित्तल काटेर हिजो चाहिँ मैले त्यसलाई ओजन गरेर चपडा भरेको थियो। चपडा भरेको नि हजुरहरूले देखाएको छु। चपडा भरि भ्याएपछि चाहिँ यसलाई फिटिङ गर्ने हो। फिटिङ भ्याएपछि चाहिँ फिटिङ गरी भ्याएपछि अनि यसलाई यसरी गम लाएर चाहिँ सुकाइन्छ। गम लाएर सुकाएपछि अनि पालिस गरिन्छ। पालिस गरेपछि अब यसलाई चाहिँ तयारी हुन्छ यो सामान। ल हेर्नुस् है, अस्ति चाहिँ मैले पित्तल काटेको थिएँ। अनि अस्ति पित्तल काटेर हिजो चाहिँ मैले त्यसलाई ओजन गरेर चपडा भरेको थियो। चपडा भरेको नि हजुरहरूले देखाएको छु। चपडा भरि भ्याएपछि चाहिँ यसलाई फिटिङ गर्ने हो। फिटिङ भ्याएपछि चाहिँ फिटिङ गरी भ्याएपछि अनि यसलाई यसरी गम लाएर चाहिँ सुकाइन्छ। गम लाएर सुकाएपछि अनि पालिस गरिन्छ। पालिस गरेपछि अब यसलाई चाहिँ तयारी हुन्छ यो सामान।